जसलाई बिच्चा उसलाई मात्रै थाहा हुन्छ अब यस्तो कुराहरू। हामीहरूको समाजमा आजभोलि खै के हुँदैछ यस्तो खालको लाग्छ सुनेर पनि। मान्छेहरूको मलाई आउन मन लागेको थिएन पहिले सुरुमा। म यो भिडियो तपाईँहरूमाझ राख्न पनि चाहेको थिइनँ, के होला र भन्ने लागिरहेको थियो। तर छोरी चाहिँ मलाई गरिदिनुहोस्, छोरी चाहिँ मलाई गरिदिनुहोस्। मलाई चाहिँ छोरी चाहियो, आमाको माया छैन मलाई, त्यो बालखाको माया छ, त्यो बालका छोरी चाहिँ पाऊँ म। दर्शकबिन नमस्कार। अहिले यतिखेर म छु सदियाको चापाखुवाको उदयनगर भन्ने एउटा गाउँमा छु र मसँग हुनुहुन्छ रामबहादुर छेत्री र यस्तो खालको कुराहरू तपाईहरु समक्ष राख्न चाहिँ एकदमै मन लाग्दैन, दुःखद कुराहरू हो। तैपनि मान्छेलाई परिसकेपछि अब यस्तो खालको एउटा सामाजिक सञ्जालमा भिडियो राखौँ भनेर यहाँहरूले खबर गरेपछि म पनि बाध्य भएँ। आज कति दिन भयो भन्नुभयो? आज 6 दिन भयो। आज 6 दिनदेखि यहाँकी श्रीमती निर्मला छेत्री आफ्नो 6 वर्षकी छोरीलाई लिएर यहाँबाट फरार हुनुभएको छ घरबाट र कोही सम्पर्क छैन र एकदम चलाकीको साथ उहाँले ल्यान्डलाइन फोनबाट यहाँसँग सम्पर्क गरेर फेरि उहाँसँग कुनै सम्पर्क गर्न नसकिने गरी हराउनु भएको छ र यहाँ के चाहनुहुन्छ भन्ने कुरा चाहिँ यहाँले राख्न खोज्नु हुँदैछ र कस्तो के भएको सबै कुराहरू समग्रमा एकदम आरामले भनिदिनुहोस् र के चाहनुहुन्छ तपाईँ त्यो सबै कुराहरू भनिदिनुहोस्। उहाँले भिडियो हेर्नुहुँदैछ भनेदेखि उहाँलाई के भन्न चाहनुहुन्छ त्यो पनि भन्नुहोस्, सबै कुरा समग्रमा भन्नुहोस्। आज कहिलेदेखिको कुरा हो, के हो, सबै कुरा समेटेर एकैचोटि म भन्न चाहन्छु, मेरो बुढी र छोरी शुक्रबार 13 तारिक 3 बजीबाट फरार भएको हुन्। तर यति नै हो कि जहाँ छिन् छोरी चाहिँ मलाई गरिदिनुहोस्, छोरी चाहिँ मलाई गरिदिनुहोस्। मलाई चाहिँ छोरी चाहियो, आमाको माया छैन मलाई, त्यो बालखाको माया छ, त्यो बालका छोरी चाहिँ पाऊँ म। तपाईँहरूलाई त्यति नै आशीर्वाद छ। मेरो छोरी चाहिँ जहीँ पनि होस्, तर यहाँ छु भन्नु, म बरुभन्दा म लिन आउँछु अनि म छोरी लिएर आउँछु र तिमी आफू गरी खानु, कसरी बस्छौ बस्दिनौ, राम्ररी खान्छौ खाँदिनौ त्यो म जान्दिनँ। मेरो छोरी चाहिँ पाउन्, तिमी कहाँ छौ भन, म लिन आउँछु। र तिमीलाई के पुगेन, के पुर्याउन सकिन र के भयो तिमी किन यसरी घर छोडेर हिँड्यौ त्यो नानी बालखा लिएर? तिमी जहाँ छौ भन, त्यो नानी चाहिँ मलाई फिर्ता गरिदेऊ तिमी, अनि आरामसे बस, कमाऊ खाऊ, आरामसे जिन्दगी बिताऊ, मलाई त्यसमा कुनै गुनासो छैन। पढ्दै थिइन्? सानो स्कुल लगाएको थियो? कति वर्षकी थिइन्? 6 वर्षको। कति तपाईँहरू घरमा को हुनुहुन्छ अलिकति त्यो पनि भनिदिनु न। मेरो घरमा अब म, मेरो फ्यामिली, मेरो एउटा छोरा एउटा छोरी अनि एकजना दाजु हुनुहुन्छ र अहिले फिलहाल हामीहरू म, मेरो छोरो र दाजु मात्रै छौँ। 2 जना अहिले आमा र उसको छोरी फरार भएका छन् शुक्रबार। यस्तो खालको घटना आजभोलि एकदम बाक्लै भइरहेका छन्। हाम्रो समाजमा खोइ के भएको भन्न पनि शरम लाग्छ, अब भन्न पनि अप्ठ्यारो लाग्छ। के चाहिँ चाहिएको हो कुनै अब मान्छेहरूलाई हैन। यति राम्रो हुँदा खाँदा यहाँ मैले आएर बुझ्दाखेरि छरछिमेक पनि एकदम राम्रोसँगले घरहरू, एकदम राम्रो परिवार थियो, राम्रोसँगले राखेको एउटा एकदमै सबै थोक कुराले परिपूर्ण भइरहेको घरबाट आज यस्तो खालको सोच्नु नसम्झिनुको कुराहरू भयो भन्ने खालको यहाँ छरछिमेकबाट पनि जान्न पाइयो। के तपाईँलाई शङ्का चाहिँ कस्तो केही छ? माने कोहीसँग बोल्ने ओर्ने यताउता केही सन्देह तपाईँलाई केही लागेको ओरेको केही जान्नुहुन्छ? मलाई त अब त्यस्तो थाहा छैन, तर फोनमा त बोल्न त बोल्थिन्। कोसँग बोल्थे, कोसँग बोल्थिन् त्यो त थाहा थिएन। अब के हप्काउनु ओर्नु भएको थिएन? हप्काएको थिएँ, हप्का पनि उसको आमा बाउलाई सबैलाई जनाइदिएको थिएँ, आमालाई बाउलाई उसको दाजुभाइलाई सबैलाई भनिदिएको मैले। कोसँग बोल्छ भनेर? कोसँग बोल्छ भनेर सबैलाई जनाइदिएको थियो। त्यही पनि उसको बाउले पनि एक्सन अब त्यही पनि लिएर पनि यिनले टेरेर पनि ठिकै छ। अब उसको आमा बाउले पनि भने बोल्छ मात्रै होला, जान्न होला नि त भने उनीहरूको बाउले पनि मलाई। सत्य कुरा भन्छु है म, भन्दा चाहिँ अब जे भनेको छ म त्यही भन्छु। अनि उसको बाउले पनि भने मलाई, आमाले पनि बोल्न त बोल्छ, गइहाल्दिनँ होला, अब त्यस्तै हो जहीँ भनेर भन्नुभयो। त्यो पनि ठिकै छ। मैले उसलाई यति उयो गरिनँ, अब ध्यान गरिनँ उसलाई। म त मेरो आफ्नो काममा बिजी हुन्थेँ।
अब म दिनभरि काममा हुन्थेँ, ऊ घरमा कोसँग आउँथ्यो, कोसँग बोल्थिन्, त्यो त म अब जान्दिनँ। त्यही पनि अब ऊ जहाँ छिन् राम्रै बसोस्, राम्ररी खाओस्, तर त्यति नै हो कि म मेरो छोरी पाऊँ, त्यति नै चाहन्छु म। जसलाई बित्छ उसलाई मात्रै थाहा हुन्छ अब यस्तो कुराहरू। हामीहरूको समाजमा आजभोलि खै के हुँदैछ यस्तो खालको लाग्छ सुनेर पनि। मान्छेहरूको मलाई आउन मन लागेको थिएन पहिले सुरुमा। म यो भिडियो तपाईँहरूमाझ राख्न पनि चाहेको थिइनँ, के होला र भन्ने लागिरहेको थियो। तर मैले यहाँ आएपछि बुझेँ चाहिँ उहाँको श्रीमतीलाई खोजिराख्नु भएको छैन, उहाँले उसको छोरीका लागि यो भिडियो बनाउनु हुँदैछ। यो अगर श्रीमतीलाई खोजेर मेरो बुढी कहाँ गई भन्ने हिसाबले भिडियो बनाउन खोज्नुभएको हुन्थ्यो भनेदेखि म यो भिडियो तपाईँहरूमाझ राख्ने थिइनँ। र यो चाहिँ एक्चुअली छोरीका लागि भनेर भन्दाखेरि मलाई पनि एउटा माया हुन्छ छोरी भनेर मैले पनि अर्कै किसिमले सोचेँ। हाम्रो पनि घरहुँदी साना नानीहरू छन् र साना आफ्ना नानीहरूको कस्तो माया हुन्छ भन्ने कुरो परिवारबाट छुटाएर, बाउहरूबाट छुटाएर यसरी लिएर जाँदाखेरि उहाँलाई बर्दाश्त भएन र छोरीका लागि यो भिडियो बनाउनु भएको उहाँले। त्यही भएर तपाईँहरूले एकदमै धेरै यो भिडियो सेयर गरिदिनु होला र सम्बन्धित व्यक्तिसम्म यो भिडियो पुगोस् र पुगेर उहाँले पनि यसलाई सिरियसली लिएर तपाईँ जहाँ जानु भइरहेछ जानु, तर उहाँको बच्चा उहाँलाई फिर्ता गरिदिनुहोस्। उहाँले आफ्नो बच्चालाई सम्हाल्नुहुन्छ, तपाईँ आफ्नो जिन्दगी जिउनुहोस् उहाँले भनिदिइसक्नुभयो। छोराले पनि केही भन्न खोजिरहेका छन्, छोराले पनि केही भन्छु भन्दैछन् र छोराको पनि एउटा कुरा सुनौँ। भन त बाबु, के भन्छु? मलाई दिया चाहिएको छ, मम्मी भन्दा। मम्मी पनि चाहिएको छ? दिया चाहिँ बहिनीको नाम? अब चाहिएको त छ नि, अब मम्मी त बुवाले राख्नुहुन्न अरे होइन? मम्मी त नराख्नुहुन्छ आउनुभयो भने? राख्दिनँ म, मम्मीलाई त म राख्दिनँ। खालि मेरो छोरी चाहिँ मलाई चाहियो, त्यति नै प्रार्थना गर्छु। जसले हेर्छन् भिडियो, मलाई चाहिँ छोरी फिर्ता गरिदियो भने मलाई भयो, अरू मलाई केही चाहिँदैन। अब मम्मी बिना बस्थ्यौ? मम्मी बिना बस्न सक्छौ? बहिनी भयो भने हुन्छ? अब के भन्नु अब है, नभए पनि अब बस्नु परेको छ। सबैजनाले भिडियोलाई एकदमै धेरै सेयर गरेर सम्बन्धित व्यक्तिसम्म यो भिडियो पुगोस् र उहाँको छोरी उहाँले पाउनुभयो भने हामी सबैलाई राम्रो लाग्नेछ। गाउँ समाजका पनि बाहिर मान्छे धेरैजना जमघट भेला हुनुभएको छ, तर हामी भित्र बसेर भिडियो बनाइरहेका छौँ, बाहिर धेरै हल्लामा बनाउन अप्ठ्यारो भएर। र सबैजनाले यही चाहनुहुन्छ उहाँको छोरी उहाँसम्म आइपुगोस् होइन? यसरी समाजको व्यक्ति भएर के भन्नु चाहिँ क्या तपाईँ पनि? पुलिसको कुरो त हामीले अहिले दिएको आज 6 दिन भइसक्यो, हामीले केही नै भेटेका छैनौँ। यसकै न इन्फर्मेसन केही छ, केही छैन। हिजो पनि हामीले गएका हौँ, हामीले केही भेटिनौँ। अब यो जुन छ त्यसमा तँलाई अब यति नै हो, त के चाहन्छस्? यदि तैँले बुढी भेट्छेस् या छोरी पनि राख्छेस्, तेरो उपरको कुरा राख्ने नराख। तँलाई अब तेरो उपरको कुरो जान्दछस्। म यति नै भन्छु, तँलाई छोरी चाहिएको छ। सबै समाज जति हाम्रा गोर्खा युनियन या कुनै पनि सत्रहन्ता या कुनै पनि छन्, युनियनबाट उसलाई छोरीको आधार होस्, तेरो यो घरमा राम्रो देख्न पाऊँ। अरू मलाई अरू केही चाहिँदैन, यति नै मलाई चाहिएको छ। हामी छिमेकीले पनि हामीले के भन्नु छ, यसको घरभित्रको कुरो हामीहरू भित्रको हामी जान्दैनौँ। आज मेरो घरको फ्यामिलीको पनि कसैले भाइ जान्दैनन्, यो कुरो हो, जान्दैनन् नि। तर यति नै चिज होस् कि यसको राम्रो हुन पाऊ। आज यसको पछाडि म पनि दौडिन सक्दिनँ, हमेसा सक्दिनँ। अन्तिममा आफ्नो श्रीमतीलाई यो भिडियो हेर्नुहुँदैछ भने के भन्नुहुन्छ हो त्यो कुरा भनेर म भिडियो समाप्त गर्न चाहन्छु। म यति नै भन्छु, जहाँ छौ सुखी रहनु, राम्रो जीवन बिताऊ। मैले के पुर्याउन सकिनँ, के दिन सकिनँ र तिमीको लागि के गर्न सकिनँ मैले। तिमी गयौ ठिकै छ, मलाई चाहिँ तिमी यति नै देऊ। तिमी कहाँ छौ भन, मेरो छोरी चाहिँ म लिएर आउँछु, तिमी आफै काम गरेर खाऊ र राम्ररी बस। यति नै म चाहन्छु। त्यति नै हो नि कुरा। र यो भिडियो सबैजनाले सेयर गरिदिनु होला, त्यही आग्रह गर्दै अहिलेको भिडियोबाट बिदा लिन्छु। धेरै कुरा भन्न चाहन्न, जति नै भने पनि कुरा त्यही नै हो। उहाँले आफ्नो छोरीका लागि यो भिडियो बनाउनु भएको, म उहाँको छोरीको, उहाँको श्रीमतीको सबै फोटोहरू भिडियोमा राख्नेछु। र तपाईँहरूले काहीँ कसैले भेट्नुभयो, देख्नुभयो भने पनि, अथवा सबैजनाले सेयर गरिदिनु भयो भने भिडियो उहाँ सम्बन्धित व्यक्तिसम्म यो भिडियो पुग्नेछ।
र त्यही आशा गर्छु सबैजनाले भिडियो सेयर गरिदिनु होला र त्यही भन्दै अहिलेको भिडियोबाट बिदा लिन्छु। हस्, धेरै धेरै धन्यवाद।